फेरि आज पनि उपस्थित भएको छु म साइन्सको भिडियो ल्याएर। अस्ति चाहिँ हामीले न्युटन्स लज अफ मोसनहरू पढ्दै थियौँ। न्युटन्स लज अफ मोसनहरू पढ्दा पढ्दै हाम्रो चाहिँ इनर्सियाको बारेमा पनि कुरा भएको थियो है। किनकि न्युटन्स फर्स्ट लले चाहिँ के को बारेमा डिस्क्राइब गर्छ त, इनर्सियाको बारेमा डिस्क्राइब गर्छ। त्यही भएर न्युटन्स फर्स्ट ल अफ मोसनलाई चाहिँ हामीले चाहिँ लज अफ के न्युटन्स फर्स्ट ल अफ मोसनलाई पनि के भनिन्छ त, लज अफ इनर्सिया भनिन्छ है। अनि त्यही भएर त्यही लज अफ इनर्सियाहरू पढ्दा पढ्दै हामीले चाहिँ इनर्सिया अफ रेस्टको बारेमा चाहिँ डिस्क्राइब गरिसकेको थियौँ है। इनर्सिया अफ रेस्टको बारेमा डिस्क्राइब गर्दै जाँदा मैले मेमोराइज पनि गरिदिन्छु है। पहिला पढेको भिडियोमा चाहिँ हामीले चाहिँ के पढेका थियौँ त भनेर मेमोराइज पनि गरिदिन्छु। हजुरलाई चाहिँ रिमेम्बर हुन सजिलो हुन्छ होइन। अनि त्यो भएर चाहिँ न्युटन्स अस्ति फर्स्ट ल अफ मोसनमा चाहिँ हामीले चाहिँ इनर्सियाको बारेमा डिस्क्राइब गऱ्यौँ। इनर्सियाको बारेमा डिस्क्राइब गर्दा गर्दै हामीले इनर्सिया अफ रेस्ट पढ्दा पढ्दै हाम्रो भिडियो चाहिँ लङ पनि भयो अनि त्यतिकैमा स्टप गरियो। र आज चाहिँ फेरि म चाहिँ न्युटन्स त्यही फर्स्ट लको इनर्सियाकै डिस्क्रिप्सनकै क्रममा चाहिँ म चाहिँ आज इनर्सिया अरू इनर्सियामा चाहिँ मैले डिस्क्राइब गर्छु, इनर्सिया अफ मोसन र इनर्सिया अफ डिरेक्सन है। अस्ति इनर्सिया अफ रेस्टमा चाहिँ हामीले डिस्क्राइब गरेको थियौँ बिटिङ अ कार्पेट, कार्पेट हल्लाउँदाखेरि किन धुलो झर्छ होइन। अनि हामीले चाहिँ त्यो के अरे फलफुलहरूको हाँगाहरू चाहिँ सेक गर्दाखेरि होइन, झटारो हाल्दाखेरि त्यहाँ भएको फल चाहिँ किन झर्छ भनेर त्यसरी चाहिँ हामीले चाहिँ कुरा गरिरहेको थियौँ। त्यस्तै गरेर पङ्खा चलाउँदाखेरि पहिला चाहिँ स्लो मोसनमा हिँड्छ अनि पछि चाहिँ 81 अनि स्पिडमा आउँछ भनेर त्यसरी कुरा गर्थ्यौँ होइन। ती सबै चाहिँ के का इक्जाम्पल्स हुन्छ भन्दाखेरि न्युटन्स फर्स्ट लको इनर्सिया अफ रेस्टको इक्जाम्पल हुन् है। त्यो चाहिँ इनर्सिया अफ रेस्टको इक्जाम्पल हो भयो है। इनर्सिया अफ रेस्टलाई चाहिँ मोसनमा ल्याउँदाखेरि चाहिँ कस्तो असर पर्यो भनेर चाहिँ डिस्क्राइब गरेको। आज चाहिँ हामी त्यही डिस्क्राइब गर्ने क्रममा चाहिँ हामी चाहिँ इनर्सिया अफ मोसन है, इनर्सिया अफ मोसनको बारेमा चाहिँ हामी डिस्क्राइब गर्दैछौँ। इनर्सिया अफ मोसन भनेको चाहिँ के हो भन्दाखेरि जुन कुनै पनि बडी मोसनमा छ है, कुनै पनि बडी मोसनमा छ भने त्यो बडी चाहिँ आफ्नै पोजिसनमा आफ्नै मोसन स्टेटमै रहन्छ। जबसम्म हामीले एक्सटर्नल फोर्स एप्लाइड गर्दैनौँ तबसम्म त्यो बडी चाहिँ कुन स्टेटमा रहन्छ त, मोसन स्टेटमै रहन्छ भने त्यस्तो इनर्सियालाई भन्छौँ हामीले इनर्सिया अफ मोसन। फेरि पनि डिस्क्राइब गर्छु है त मैले। कुनै पनि बडी मोसनमा छ होइन, अनि त्यही पोजिसनमा त्यही मोसन स्टेटमै रहन्छ र एक्सटर्नल फोर्स एप्लाइड गरेपछि मात्रै त्यो चाहिँ अरू पोजिसनमा चेन्ज हुन्छ होइन, अरूमा इफेक्ट हुन्छ भने त्यसलाई चाहिँ इनर्सिया अफ मोसन। So inertia of motion is defined as the property of a body which tries to remain in its motion state or continues in its state of motion until and unless external force is applied on it. त्यसलाई चाहिँ inertia of motion भनिन्छ। र इनर्सिया अफ मोसनको चाहिँ बेस्ट इक्जाम्पल्सहरू चाहिँ हामीले के लिन्छौँ भने भेहिकल्स है। भेहिकल्सहरूको चाहिँ हामी चाहिँ हुन्छौँ नि, भेहिकल्स हामी सबैजना चाहिँ भेहिकल्सहरू चाहिँ ट्राभल गरिरहेका हुन्छौँ। भेहिकल्स इन्क्लुड्स वाट, मोटरसाइकल, बस, कार, ट्रक एक्सेट्रा है। वेन वी मुभिङ अन अ बस, वेन वी मुभिङ अन अ कार, हामी जब चाहिँ कारमा मुभ गर्छौँ, जब चाहिँ हामी बसमा मुभ गर्छौँ है, बसमा मुभ गर्दा कारमा मुभ गर्दाखेरि चाहिँ त्यो कुदिराखेको बस चाहिँ मोसन स्टेटमा हुन्छ होइन। हामी चाहिँ त्यहाँ बसेका छौँ, हामी त्यहाँ बसिसकेपछि चाहिँ एक्कासी चाहिँ ड्राइभरले चाहिँ ब्रेक लगाइदियो भने एक्कासी चाहिँ ड्राइभरले चाहिँ कुनै खाल्टो यताउति आउँदाखेरि यहाँ कुनै कुनै प्यासेन्जरलाई चाहिँ झर्न छ भने एक्कासी ब्रेक लगाइदियो भने, मोसनबाट एक्कासी ब्रेक लगाइदियो भने हामीलाई के हुन्छ त इमेजिन गर्नुहोस् त। त्यो त हामीले भोगिरहेको कुरा हामीले हाम्रो डेली एक्टिभिटिजमा पनि हुन्छ। हामी त सबैजना कारहरूमा बसहरूमा चढिरहेका छौँ, के हुन्छ त, के हुन्छ भन्दाखेरि हामी त्यो बसिरहेको बस चाहिँ एक्कासी रोकिँदाखेरि चाहिँ हाम्रो अगाडिको पार्ट चाहिँ कतातिर झुक्छ त, अगाडितिर झुक्छ। किन झुक्छ, किन झुक्छ त, किन झुक्छ भन्दाखेरि बडी चाहिँ बस चाहिँ मोसनमा भएको हुनाले हाम्रो बडी पनि बसकै कन्ट्याक्टमा हुँदाखेरि कुन स्थितिमा आउँछ, मोसन स्टेटमै छ होइन। हाम्रो बडी पनि मोसन कन्डिसनमै छ
र जब ड्राइभरले त्यो ब्रेक लगाउँछ, ब्रेक लगाउँदाखेरि चाहिँ हाम्रो बडी पनि एक्कासी रेस्टमा आउन खोज्दाखेरि हामी चाहिँ के हुन्छ नि त अगाडितिर धकेलिन्छौँ, होइन र? हो नि। यो चाहिँ हजुरहरूले यताउति बस अब ट्राभल गर्दाखेरि पनि ख्याल गर्नु होला, हाम्रो बस चाहिँ कस्तो स्टेटमा हुन्छ त जब ड्राइभरले एक्कासी ब्रेक लाउँदाखेरि। हो, त्यो एक्कासी ब्रेक लाग्दाखेरि हाम्रो बसहरू चाहिँ हाम्रो बडीहरू चाहिँ अगाडिपट्टि झुक्नु, मुभ गर्नु, त्यो नै के हो त इनर्सिया अफ मोसनको बेस्ट एक्जाम्पल हो। अनि एउटा कुरा थाहा छ होला हजुरहरू सबैलाई, बस हिँडिरहेको बेलामा, गाडी हिँडिरहेको बेलामा, मोटरसाइकल हिँडिरहेको बेलामा चाहिँ हामी एक्कासी झर्नुहुन्न भन्ने सबैलाई थाहा छ। यो रुल चाहिँ फलो गर्नुपर्छ, हामी एक्सिडेन्ट पर्छौँ भन्ने सबैलाई थाहा छ। थाहा छैन र? थाहा छ नि त, सबैलाई थाहा छ। त्यो किन हो त? त्यो पनि इनर्सिया अफ मोसनकै कारणले गर्दाखेरि हो। र कसरी? किन भन्दाखेरि हामी जब बसमा ट्राभल गर्छौँ, कारमा ट्राभल गर्छौँ, मोटरसाइकलमा ट्राभल गर्दाखेरि हाम्रो बडी पनि मोसन स्टेटमा आउँछ। तर ड्राइभरले चाहिँ बस एक्कासी रोकेर हामी चाहिँ एक्कासी झर्न खोज्यौँ भने हामी चाहिँ तलतिर झर्दाखेरि झरिसकेपछि यस्तरी लोट्न खोज्छौँ नि हामी। हो, त्यो लोट्न खोज्ने, त्यो लोट्न खोजेको त होइन, होइन, त्यो आफै हामी चाहिँ त्यसरी लोट्न थाल्छौँ कि लोट्न सक्छौँ, होइन? त्यही भएर ठुलो घाउ चोटपटक नलागुन्, प्यासेन्जरहरू नलोटुन् भनेर पनि ड्राइभरहरूले अथवा त्यो प्यासेन्जर त्यो हुन्छ नि के अरे खलासीले रोक्नै रोक्नु, एकछिन गाडी झरेपछि मात्रै झर्नु भन्छ कि नै? भन्छ नि। किन? त्यो पनि इनर्सिया अफ मोसनकै कारणले गर्दाखेरि। किनकि बडी मोसनमा भइसकेपछि हाम्रो बडी पनि मोसनमा हुन्छ र हामी एक्कासी रेस्टमा आउन खोज्दाखेरि हामी लोटेर ठुलो घाउ चोटपटक एक्सिडेन्ट हुन सक्छ, ताकि कुनै कुनै बेलामा केसमा त ज्यान पनि जान सक्छ। त्यही भएर त्यस्ता एक्सिडेन्टल केसहरू हटाउनका लागि चाहिँ खलासीहरूले के भन्छन्, रोक्नु रोक्नु, एकछिनपछि गाडी रोकेपछि मात्र झर्नु होला है भनेर हामीलाई चाहिँ त्यो ठ्याक्क ढोकानिर चाहिँ यसरी हात राखेर रोक्छ नि। त्यो किन हो भन्दाखेरि चाहिँ यही इनर्सिया अफ मोसनको कारणले गर्दाखेरि हो। के को कारणले गर्दा? इनर्सिया अफ मोसन। अर्को इक्जाम्पल्स हामी लिन सक्छौँ, मोटरसाइकलहरू स्पिडमा गरेको छौँ, होइन? अनि बाइसाइकलहरू पनि स्पिडमा गऱ्यौँ भने अनि एक्कासी ब्रेक लाग्दाखेरि पनि हाम्रो बडी हुत्त अगाडि फालिन्छ नि। त्यो पनि के को कारणले गर्दाखेरि? इनर्सिया अफ मोसन। के को कारणले गर्दाखेरि? इनर्सिया अफ मोसन। अनि त्यस्तै गरेर यो पङ्खा स्विचिङ अन द फ्यान गर्दाखेरि इनर्सिया अफ रेस्ट हुन्छ भन्दाखेरि स्विचिङ अफ द फ्यान, है? वेन वी स्विच अफ द फ्यान, फ्यान स्विच गर्दाखेरि, फ्यान स्विच अफ गर्दाखेरि के हुन्छ? फ्यान चाहिँ पहिला मस्त के मोसनमा छ, मस्त घुमिरहेको छ कि हाई स्पिडमा घुमिरहेको छ। अनि जब हामीले टक्क बन्द गरिदिन्छौँ, त्यसको स्विच अफ गरिदिन्छौँ, तब त्यो डाइरेक्ट के अरे रेस्ट पोजिसनमा आउँछ र? आउँदैन। किन आउँदैन? किन आउँदैन भन्दाखेरि त्यो चाहिँ इनर्सिया अफ मोसनको कारणले गर्दाखेरि। किनकि त्यसलाई टाइम लाग्छ। इट टेक्स समटाइम्स टु कम इन रेस्ट पोजिसन ड्यू टु द इनर्सिया अफ मोसन, अर्थात् ड्यू टु द ल अफ इनर्सिया अफ मोसन। सो त्यही भएर चाहिँ इनर्सिया अफ मोसनले चाहिँ के डिस्क्राइब गर्यो भन्दाखेरि कुनै पनि बडी मोसनमा छ भने त्यो बडी चाहिँ मोसनमै रहन खोज्छ, ट्राइज टु रिमेन इन इट्स इनिसियल स्टेट अफ मोसन until and unless external force is applied on it। ल यही हो है त इनर्सिया अफ मोसनको चाहिँ एक्जाम्पल्सहरू चाहिँ यही हो। हामी बसहरूमा ट्राभल गर्दाखेरि चाहिँ बसहरू एक्कासी ब्रेक लाग्दाखेरि हामी झुक्नु, अनि बसबाट चाहिँ एक्कासी हामी चाहिँ झर्दा खोज्दाखेरि चाहिँ हामी चाहिँ लोट्ने, त्यो पनि इनर्सिया अफ मोसनको कारणले गर्दाखेरि हो। यो अनि वाइल स्विचिङ अफ द फ्यान पनि के भयो त? स्विचिङ अफ फ्यान गर्दाखेरि पनि त्यो चाहिँ एकछिन टाइम लगाउँछ, त्यो पनि के को कारणले गर्दाखेरि त? इनर्सिया के को कारणले गर्दा? इनर्सिया मोसनको कारणले। र बुझ्नुभयो त? ल यस्तै डेली एक्टिभिटिजहरू चाहिँ आफ्नो डेली लाइफमा चाहिँ कम्पेयर गर्दै पढ्यो भने चाहिँ धेरैभन्दा धेरै सजिलो हुन्छ है। त्यसैले चाहिँ यसरी कम्पेयर गर्दै पढ्नुपर्छ। र अब हामी आएका छौँ इनर्सिया अफ डिरेक्सनमा, है? अब इनर्सिया अफ मोसनको बारेमा भयो। अब इनर्सिया अफ डिरेक्सन। अब डिरेक्सन भनेको त अब चेन्ज हुने, डिरेक्सन आफ्नो दिशा चेन्ज हुने। एउटा बडी मोसनमा छ भने, है,
एउटा बडी मोसनमा छ भने अब जस्तै पूर्वको डिरेक्सन थियो भने अब उत्तरतिर लाग्ने या दक्षिणतिर लाग्ने हैन, त्यसरी चाहिँ त्यसलाई चाहिँ इनर्सिया अफ डिरेक्सन भनिन्छ। इनर्सिया अफ डिरेक्सनले चाहिँ के भन्छ भने कुनै पनि बडीले चाहिँ आफ्नो डिरेक्सन चेन्ज गरिरहेको स्थिति छ भने हामीले एक्सटर्नल फोर्स एप्लाइड गरिदिँदाखेरि त्यसले चाहिँ फेरि अर्को डिरेक्सन चेन्ज गर्छ हैन। बल्ल त्यसले त्यो फोर्सको कारणले गर्दा अर्को डिरेक्सन चेन्ज गर्छ भने त्यसलाई चाहिँ इनर्सिया अफ डिरेक्सन भनिन्छ। फेरि पनि मैले गरे रिप्लाई गरे फेरि उ गरे है। इनर्सिया अफ डिरेक्सन भनेको चाहिँ त्यस्तो इनर्सिया है इन विच बडी इज ट्राइङ टु चेन्ज इट्स डिरेक्सन है, tries to change its direction until and unless other external forces applied on it है। त्यसले चाहिँ आफ्नो डिरेक्सनहरु चाहिँ चेन्ज गरिरहन खोज्छ जबसम्म हामीले एक्सटर्नल फोर्स एप्लाई गर्दैनौँ भने त्यसलाई चाहिँ इनर्सिया अफ डिरेक्सन। फर एक्जाम्पल when we move on a bus in winding road, अर्थात् हामी जब चाहिँ माउन्टेनहरुको एस मोडहरु के भिरालो त यताउति एस घुमाउरो बाटोहरुमा हिँड्छौं नि हामी, माउन्टेन रोडहरुमा चाहिँ के रे हामी चाहिँ घुमाउरो बाटोमा चाहिँ बसमा चाहिँ ट्राभल गरिरहेका छौं। एस मोडमा चाहिँ हाम्रो माउन्टेनहरुको बाटो कस्तो हुन्छ त, माउन्टेनहरुको बाटो यस्तो घुमाउरो पारको हुन्छ नि। हामी चाहिँ यहाँबाट हामी सपोज हामी यहाँ छौं, हामी यहाँबाट कन्टिन्युअसली यहाँ फरवर्ड डिरेक्सनमा गएका छौं है, यहाँसम्म गएका छौं। यहाँसम्म गइसकेपछि अब ड्राइभरले चाहिँ के गर्नुपर्छ, स्टियरिङ घुमाउनु पर्छ। के गर्नुपर्छ, स्टियरिङ घुमाउनु छ। अब यो यतापट्टि छ भनेपछि यसरी घुमाउनु पर्यो। अनि त्यसरी घुमाउँदाखेरि जब ड्राइभरले स्टियरिङ घुमाउँछ नि तब चाहिँ हाम्रो बडी पनि उतापट्टि फालिन्छ, अर्को डिरेक्सनमा फालिन्छ, अपोजिट डिरेक्सनमा फालेर अनि हामी चाहिँ फेरि यतापट्टि आउँछौं नि। हाम्रो बडी चाहिँ यतापट्टि फालेर फेरि अनि यता आउँछौं, हो कि नै? हो नि। त्यो चाहिँ किन भएको भन्दाखेरि इनर्सिया अफ डिरेक्सनको कारणले गर्दाखेरि। किन हो त? इनर्सिया अफ डिरेक्सन। अर्थात् धेरै जसो भाइ बहिनीहरु हैन, विद्यार्थीहरु चाहिँ फुटबल खेलिरहेका हुन्छन् हैन। फुटबल खेलिरहँदाखेरि एउटा साथीले बल पास गर्दै जाँदाखेरि एउटा साथी 4 वटा कर्नर छ, एउटा साथीले अर्को कर्नरमा पास गर्दै गर्दा त्यो साथीले चाहिँ अर्को डिरेक्सनमा चाहिँ पास गर्यो भने त्यो बल पनि अर्को डिरेक्सनमा जान्छ कि नै? जान्छ नि। यसरी घुमेर चाहिँ त्यो के रे बल पास गर्दाखेरि बल पनि अर्को डिरेक्सनमा जान्छ नि। त्यो त सिधा जान खोज्यो त्यो बल, सिधा जाँदै गर्दाखेरि त्यो बल चाहिँ अनि अर्को साथीले चाहिँ त्यो फोर्सलाई चाहिँ मजाले हिट गर्यो भने त्यो बलले पनि के गर्छ, डिरेक्सन चेन्ज गर्छ नि। हो, त्यसलाई चाहिँ के भन्छ, इनर्सिया अफ डिरेक्सन हो। यी सबै चाहिँ के हो त, यी सबै चाहिँ इनर्सिया हुन्। त्यही भएर इनर्सियाहरु कति टाइपका छन् त, 3 टाइप्सका छन्। इनर्सिया अफ रेस्ट, इनर्सिया अफ मोसन, इनर्सिया अफ डिरेक्सन। त्यही भएर इनर्सिया अफ रेस्टले चाहिँ के भन्छ नि, रेस्टमा भइरहेको बडी रेस्टमै रहन खोज्छ जबसम्म एक्सटर्नल फोर्स एप्लाइड अन इट नगर्दासम्म है। अनि मोसनमा भएको बडी इनर्सिया अफ मोसनले के भन्छ, मोसनमै बस्न खोज्छ जबसम्म अर्को फोर्स एप्लाइड नगर्दासम्म। अनि डिरेक्सनल पनि के भन्छ त, बडीले चाहिँ डिरेक्सनहरु चेन्ज गरिरहेको छ जबसम्म अर्को डिरेक्सन फेरि चेन्ज गर्छ जबसम्म एक्सटर्नल फोर्स एप्लाइड गर्दैन त्यसले पनि के गर्छ त, चेन्ज गर्छ। हो, यिनीहरु सबै के हो त, इनर्सियाहरु हुन्। र इनर्सिया चाहिँ न्युटन्स फर्स्ट ल अफ मोसनसित चाहिँ के छ त, रिलेटेड छ। त्यही भएर न्युटन्स फर्स्ट ल अफ मोसनलाई हामीले लज अफ इनर्सिया पनि भनिन्छ। ल आजलाई यति नै। र मेरो भिडियोहरु यदि हजुरलाई मन पर्छ भने, युजफुल छ भने प्लिज मेरो भिडियोलाई लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला र अन्य साथीहरुले पनि यो भिडियो हेरेर चाहिँ फाइदा लिगुन्, उनीहरुलाई पनि उपयोग होस् भनेर चाहिँ प्लिज शेयर पनि गरिदिनु होला र मलाई सधैँ माया गरिदिनु होला। सब्स्क्राइब फेरि पुनः भन्छु, सब्स्क्राइब पनि गरिदिनु होला र कमेन्ट पनि गर्नु होला। यसरी नै म अर्को भिडियो पनि बनाउने छु। हस् त, धन्यवाद, थ्यांक यू।